हेलो सम्पूर्ण जनताहरूमा चाहिनुअनुसारको ढोक तथा नमस्कार। हामी छौँ दैलेख जिल्ला अन्तर्गत पर्ने तल्लो डुङ्गेश्वर बजार सुर्खेत वीरेन्द्रनगरबाट करिब 55 किलोमिटरको यात्रा पश्चात आउने डुङ्गेश्वर बजार। कर्णाली राजमार्गमा यात्रा गर्दै गर्दा बाक्लो बजार देख्न सक्नुहुन्छ। मानवीय राम्रो उपस्थिति देख्न सकिन्छ। सिमसिम पानी परेर बाटो भिजेको छ। बाटोमा धुलो पनि छैन। आकाशमा बादल मडारिरहेको छ। हाम्रो मोटरसाइकलमा यात्रा अघि बढी नै रहेको छ। डुङ्गेश्वर बजारको उकालो पश्चात बाटोको स्तर उन्नति भइरहेको रहेछ। राम्रो कार्य। मौसमले एकदमै साथ दिएको अवस्था छ। हाम्रो यात्रा अघि बढी नै रहन्छ। कर्णाली राजमार्ग एकदम साँघुरो राजमार्ग जहाँ एकै नासको बाटो छैन। यस्तै बाटोमा त मोटरसाइकल हुर्काएर यात्रा गर्न सकिने कति मजा। एकदम सहज। तर कर्णाली राजमार्गमा पुरै सडक यस्तो भने पटक्कै छैन। देख्न सक्नुहुन्छ हरियाली हरियाली थुम्काहरू, बाटोको डिल नजिकै रातो माटोले पोतेका घरहरू, अत्यन्तै सुन्दर दृश्य। कर्णाली राजमार्गमा अर्को साइडबाट गाडी आउँदा आफ्नो मोटरसाइकलको स्पिड एकदमै स्लो गरेर अगाडि बढ्न पर्ने हुन्छ। सहज बाटोको यात्रा कतिपय ठाउँमा पिच त कतिपय ठाउँमा पिच छैन। त्यस्तोमा एकदमै असहज। एक त धुलाम्मी सडक, त्यसमाथि बाटोको स्तर उन्नति नभएको अत्यन्तै साथ खेप्न पर्छ यात्रुहरूले। यो खण्ड अत्यन्तै असहज खण्ड। नचिन्ने त बिरलै हुनुहुन्छ होला। पल्सरमा धुलोसँग सङ्घर्ष गर्दै गरेका एकजना यात्रुलाई पछाडि छाड्दै हामी अगाडि उक्यौँ। अत्यन्तै असहज। बाटोको स्तर उन्नति पनि नभएको अवस्था। धुलाम्मै सडक। धुलो रहित यात्रा गर्न त बिरलै कठिन छ यो राजमार्गमा। देख्न सक्नुहुन्छ। अर्को साइडबाट गाडी आउँदा त धन्नै ठोकुमा जस्तै गर्ने। धुलाम्मे कपडा, धुलाम्मे बाइक सहित हाम्रो यात्रा अघि बढी नै रह्यो। वीरेन्द्रनगर सुर्खेतबाट करिब 2.5 घन्टामा पुगिने यो टुनिलोगर बजार क्षेत्र। कर्णाली राजमार्गबाट छुट्टिएर कर्णाली कोरिडोरतिर प्रवेश गरियो। यो चाइनाको नाकासम्म जोडिन्छ। अहिले त झन् यही बाटो हुँदै ट्रक तथा बसहरू हुम्लाको सिमकोटसम्म पुग्छन्। पहिलाको तुलनामा असहज भने चाहिँ छैन, तर सहज भने पनि छैन। अत्यन्तै डरलाग्दो यो कर्णाली कोरिडोर। ठुला ठुला डाँडाहरू चिचल्दै कर्णालीको तिर यात्रा गर्नुपर्ने हुन्छ। जान पर्ने त अन्त्यै थियो, तर फुकोट कर्णाली हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट हेर्नको निम्ति हाम्रो यहाँसम्मको यात्रा भयो। अहिले कर्णाली कोरिडोरमा देख्न सक्नुहुन्छ। कर्णाली कोरिडोरको पनि कालिकोट जिल्ला सानी त्रिवेणी अन्तर्गत पर्ने भूभागमा हामी छौँ। देख्न सक्नुहुन्छ यहाँ कर्णाली बगिरहेको छ र एउटा विशेष जानकारीको लागि एउटा भिडियो बनाउने प्रयत्न गरेको छु। उता देखिरहेको त्यो भाग छ, त्यो टनेलको भाग हो जुन
कर्णाली प्रहर हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टको लागि बनेको टनेल हो भने चाहिँ यसबाट 480 मेगावाट इलेक्ट्रिसिटी प्रोड्युस गर्ने प्रोजेक्टको लक्ष्य रहेको छ भने चाहिँ 446 मिटरको चाहिँ यो टनेल निर्माण भइसकेको छ। अब यो काम गरेको त आजभोलि त देखिन्न। कर्णालीको समृद्धि र देशको अर्थतन्त्र बोकेको यो हाइड्रो प्रोजेक्ट ठुलो चट्टान फोडेर बनाएको यो टनेल आडैमा कर्णाली बगेको छ। निर्माण कार्य चाँडै सुरु होस्। देशको अर्थतन्त्र कर्णालीको समृद्धिसँग जोडिन्छ। हेर्नुहुने सम्पूर्णमा धन्यवाद। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला।